सबैलाई नमस्कार। टिचिङ लभर युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी नेपाल राष्ट्र ब्याङ्क 2058 को प्रिटेस्टमा सोध्न सक्ने प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। भिडियो अगाडि बढाइहालौँ है त। जम्मा परिच्छेद भनेको 12वटा छन्, जम्मा दफा भनेको 112वटा छन्, अनुसूची भनेको एउटा छ है। प्रकाशन मिति भनेको 2058 माघ 17 गते, पहिलो संशोधन 2063 कार्तिक 23, दोस्रो संशोधन 2073 कार्तिक 29 गते। लालमोहर लागेको मिति, राजपत्रमा प्रकाशन गरिएको मिति एउटै हो, यसको भनाइ भनेको एउटै हो, 2058 माघ 17 गते है। मुद्रा ऐन 2040 र नेपाल राष्ट्र ब्याङ्क ऐन 2012 लाई खारेज गरी वा हटाई यो ऐन ल्याइएको थियो है त। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 को कति परिच्छेदमा स्थापना, उद्देश्य तथा काम कर्तव्य र अधिकार राखिएको छ? यसको सही उत्तर परिच्छेद 2 है, परिच्छेद 2। नेपाल राष्ट्र ब्याङ्कका उद्देश्य कति दफामा राखिएको छ? नेपाल राष्ट्र ब्याङ्कका उद्देश्यहरू कति दफामा राखिएको छ? दफा 4मा। नेपाल राष्ट्र ब्याङ्कले गर्न नहुने काम कति दफामा राखिएको छ? नेपाल राष्ट्र ब्याङ्कले गर्न नहुने काम कति दफामा राखिएको छ? दफा 7मा है त। अर्को प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ब्याङ्किङ क्षेत्रको प्रतिनिधित्व कसले गर्छ? नेपाल राष्ट्र ब्याङ्क। नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समितिको गठन कसले गर्छ? नेपाल सरकार मन्त्री परिषदले है। नेपाल सरकार र नेपाल राष्ट्र ब्याङ्कको सम्बन्ध कसरी राख्ने भन्ने सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 9। नेपाल सरकार र नेपाल राष्ट्र ब्याङ्कले सम्बन्ध राख्दा कुन मन्त्रालय मार्फत राख्नुपर्दछ? अर्थ मन्त्रालय मार्फत। नेपाल राष्ट्र ब्याङ्कले सञ्चालन गर्ने खाता सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 13। नेपाल राष्ट्र ब्याङ्कले नेपाल सरकारको ब्याङ्क तथा वित्तीय संस्थाको विदेशी नियोगको, विदेशी केन्द्रीय ब्याङ्कको, विदेशी ब्याङ्क तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको लागि खाता खोली सञ्चालन गर्न सक्नेछ, तर कुनै व्यक्ति, उद्योग वा राजनीतिक संस्थाको खाता खोली सञ्चालन गर्न पाउँदैन। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार सञ्चालक समितिको गठन सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 14। त्यसपछि भनेको नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार सञ्चालक समितिको काम कर्तव्य र अधिकार कति दफामा राखिएको छ? यसको उत्तर भनेको दफा 29। नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समितिमा कतिजना सदस्य रहने व्यवस्था रहेको छ? 7 जना है, 5 देखि 7 जना भन्दा भइहाल्छ। अर्को प्रश्न यस्तै गरी, सञ्चालक समितिको बैठक वर्षमा कति पटक बस्नुपर्ने व्यवस्था रहेको छ? 12 पटक। नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समिति, व्यवस्थापन समिति र लेखापरीक्षण समिति सबैको अध्यक्ष को रहने व्यवस्था छ भनेको गभर्नर भयो। गभर्नरको नियुक्ति सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? यसको उत्तर भनेको दफा 15। अर्को यसै गरी प्रश्न रहेको छ, गभर्नरको काम कर्तव्य र अधिकार कति दफामा राखिएको छ? दफा 30। डेपुटी गभर्नरको नियुक्ति सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 16। डेपुटी गभर्नर 2 जना हुने गर्दछन् है। डेपुटी गभर्नरको नियुक्ति गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्री परिषदले गर्नेछ। गभर्नरको सिफारिस गर्दा रिक्त पदको दोब्बर सङ्ख्यामा माग गर्नुपर्दछ। डेपुटी गभर्नरले गभर्नरबाट चाहिँ शपथ लिन्छन्। डेपुटी गभर्नरको कार्यकाल 5 वर्षको हुन्छ, गभर्नरको पनि 5 वर्षको हुन्छ, सञ्चालक समितिको पनि 5 वर्षको हुन्छ है। सञ्चालकको नियुक्ति सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 17। जतिपटक पनि नियुक्त हुन पाउँछन् सञ्चालक चाहिँ, यदि राम्रो काम गर्दैछन् भने। नेपाल राष्ट्र ब्याङ्कको गभर्नर, डेपुटी गभर्नर, सञ्चालकहरूको योग्यता सम्बन्धी व्यवस्था कति दफामा राखिएको छ? दफा 20। अयोग्यता है, यिनीहरूको सञ्चालकहरूको चाहिँ अयोग्यता सम्बन्धी व्यवस्था भनेको दफा 21मा। यसै गरी अर्को प्रश्न, नेपाल राष्ट्र ब्याङ्कको व्यवस्थापन समितिको गठन कसले गर्ने व्यवस्था रहेको छ? सञ्चालक समिति। व्यवस्थापन समितिमा 4 जना सदस्य हुन्छन्। व्यवस्थापन समितिको गठन दफा 33 बमोजिम गरिनेछ। व्यवस्थापन समितिको काम कर्तव्य अधिकार दफा 33 को दफा 2मा राखिएको छ है। व्यवस्थापन समितिको अध्यक्ष गभर्नर हुन्छ, गभर्नरले गर्दछ। लेखापरीक्षण समितिको गठन सम्बन्धी व्यवस्था कति दफामा? दफा 34मा। लेखापरीक्षणको गठन सञ्चालक समितिले गर्दछ। लेखापरीक्षण समितिमा 3 जना सदस्य हुन्छन्। लेखापरीक्षण समितिको अध्यक्ष गभर्नर हुन्छ। लेखापरीक्षण समितिको काम कर्तव्य अधिकार दफा 35 बमोजिम हुनेछ। नेपाल राष्ट्र ब्याङ्कको पुँजी कति रहेको छ? 5 अर्ब। धन्यवाद, आजलाई यति गरौँ। म भोलि अर्को पाठ लिएर आउनेछु। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो राय सुझाव कमेन्ट गरिदिनु होला। तपाईँलाई यस्तै भिडियो हेर्नका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथै यो विभिन्न ऐन तथा विभिन्न प्रिटेस्ट तथा रिटर्नमा सोध्न सक्ने, यदि रिटर्नमा सोध्न सक्ने चाहिँ प्रश्नहरूको अथवा सिलेबस अथवा केही भयो भने म त्यसको बारेमा पनि भिडियो बनाउने छु है त।